हेलो एभ्रिवान, नमस्ते। हौवा म पक्कै भ्लग लिएर फेरि पनि आइसकेको छ हजुरहरूको सामु। म चाहिँ मेरो टिमहरू सानो चिल्लर टिमहरूसँग हाइकिङ हिँडेको हात्तीवन जाँदैछौँ हामी। के अरे 4 जना 5 जना 6 जना छौँ हामी केटाकेटीहरूसँग। आज स्कुल छुट्टीको दिन, सानो पनि पहाडदेखि आइपुग्यो। अनि त्यसैले हामी जाँदैछौँ। ऊ पर छ दाजु र बहिनी चाहिँ निनामा यता कुद्दैछ। निनामा यहाँ जाँदैछ, ऊ माथि चेरु र नाइचुरा। अनि यहाँनिर कान्छी र कान्छीको मम्मी। कान्छीको नि ब्याग दामी छ। एउटा फ्यान्टा बोकेछ कान्छीले। निरामा हिँडेकोतिर हेर्न न। के दुःख ल, हामी चाहिँ हात्तीवन आइपुग्यौँ। हामी हात्तीवनको प्रवेशद्वारमा छौँ। हामी चाहिँ ल 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 हामी हाम्रो हात्तीवन हाइकिङ कान्छी। मेरो राजा उता छ, चिप्लेटी खेल्दैछ। बच्चा लिएर आएको हामी दुईजनाले, दिदी बहिनीले हाम्रो सानो सानोहरूलाई। आज शनिबार घुमाउनु लिएको, चिसो पानी खाँदैछ। हात्तीवनको हाइकिङ कस्तो भइरहेछ त सानो? हात्तीवनको हाइकिङ कस्तो भइरहेछ? निनामा जिब्रो उसले सर्पले प्लाट। कोलोनी हो यो। उता सानो पनि छ। कहाँ? ए अँ ल, हात्तीवन चाहिँ यस्तो छ। हात्तीवनको भ्यू क्या मिठा हावा भन्दैछ हाम्रो माइली चाहिँ। हावा पनि मिठो छ। अरू चाहिँ कुदेर गइसक्यो उता 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 उता। माइली र म चाहिँ, माइली जुत्ताको जुगाड गर्दा गर्दा जुत्ताको सोलै बेगर लाएर हिँडिन्छन् यिनीहरूले। अब चाहिँ हामी आइपुग्यौँ किराँतीहरूको मन्दिर। यस्तो चाहिँ पहिले हामी पनि घरमा बनाउँथ्यौँ यो पाहाडमा गरी। यस्तो यहाँ पनि पाहाडकै भाइस दिएको छ। किराँती यो चाहिँ ठुलो मन्दिर भयो, 3 चुला छ यहाँनिर हामी किराँतीहरूको। यो चाहिँ हेर्न सक्नुहुन्छ किराँतीहरूको पूजा घर भनेर। त्यो चाहिँ लक्कर हो। त्यहाँभित्र चाहिँ अब पैसा सैसा यहाँबाट हाल्ने। अनि हाम्रो चाहिँ यस्तो छ यहाँनिर। तल्लोपट्टिबाट राम्रो देखिन्छ कि उताबाट देखाउने कोसिस गर्छु। यहाँ चाहिँ कोही मान्छेहरू बस्नुहुन्छ। अनि यो चाहिँ अब कसैको देहबास भए पछाडि उहाँहरूको सम्झनामा बनाइएको चौतारा हो, विश्राम गर्ने ठाउँ। अनि यो चाहिँ भयो, राम्ररी नदेखिने रहेछ कि। एकछिन बस्नु न, म देखाउनु खोजिरहेको देखि। यो चाहिँ भयो त्यो बाबु हो दुईटा। अनि त्यहाँनिर यता साइडमा पनि छ बाबुहरू 3टा रहेछ।
अनि 4वटा हुनुपर्ने, एउटा चाहिँ के हो फुटे कि के हो अस्ति पूजा गर्दाखेरि, अनि पूजासुजा गरेर राख्नु भएको रहेछ। यो भयो। एकछिन पर्खनु बाबु, म यहाँ मजाले देखाइछु। अनि अब म तपाईँहरूलाई चाहिँ चुला चाहिँ यताबाट होइन, यता माथिल्लोपट्टिबाट देखिने रहेछ अलिकति। हाम्रो माइजूले कान्छीले पनि पूजा गर्नुभएछ, हेर्दैछ, दर्शन गर्दैछ हाम्रो 3 चुलाको। यही हो है हामी राईहरूको त्यहाँ चाहिँ चुला छ, 3 चुला। अनि त्यो चित्रले फुट्छ भनेर वाबुलाई, अनि बुछालु धुपौरो सुपौरोहरू यस्तो छ हाम्रो। यो 3 चुला चाहिँ मैले अलिकति जुम गरेर देखाएँ। चाहिँ आज बल्ल बल्ल खोटाङदेखि फ्लाइटमा आएको, गलेको छ अरे। घडी नै घडी बेला बेलामा सुति जान्छ, अहिले पनि सुति गयो। अनि यसलाई छोडी गरेर जाने भयो हामी। माइलीले मलाई कहाँ आउनु भनेछ, कहाँ जानुपर्ने हो। पानी पनि लडायो। यो कोलोनी हो, नाम चाहिँ थाहा छैन मलाई। उताको चाहिँ ठुलो छ एकदम, हाइटवाला। कति तल 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 कि 15 तले क्यारे। यो चाहिँ अलिकति जम्मा 2 तले होला यो यतातिरको चाहिँ। अनि यो चाहिँ तल पनि छ, यो चाहिँ चुला घर। अनि तल उ छ के भन्छ साकेला थान, यहाँ तल, यहाँबाट देखिँदैन। तलतिर नि मान्छेहरू हुनुहुन्छ, कति धेरै मान्छेहरू आउनुहुन्छ के घुम्नको लागि। यति मिठो हावा आइरहेको छ, यति मिठो। अनि हाम्रो यहाँनिर चाहिँ सबैजना गलेर एकछिन आराम गरिरहेछ। कान्छीले गर्नु भएको अवस्था। कमलाले चिल्लो के मलाई। अब हामी ओह्रालो लाग्यौँ हाम्रो हाइकिङ। क्याब चाहिँ अलिक पछाडि फर्काएर लाग न, आँखा देख्दैछस्। छिटो चेरो नाइ निनामा। बिस्तारै बिस्तारै। मम्मीले यस्तो चिल्दियो यहाँनिर, मलाई त कान्छी र म चाहिँ घरिम। बिस्तारै बिस्तारै। बाख्रा पाल्छ रे कान्छीको मम्मी। त्यसमा इ काटेको केले काट्यो? हामी चाहिँ अब हात्तीवन चाहिँ लगभग घुमिसक्यौँ, हिँडिसक्यौँ। हाम्रो के भन्छ हाइकिङ। यहाँ मेरो पछाडि देख्नुहुन्छ खरानी आगो बालिसक्नु भएछ। श्रमदाताहरू आउनु भएको थियो अरे अघि। अनि यता निराममा चाहिँ फेन्टा पिउँदैछ, कान्छी पनि फेन्टा पिउँदैछ। माइली खोइ लामुगलुम गर्दैछ। चेरिस मेरो पिठा खाएर बसिरहेछ। मलाई टोकेर बोक्सा हुँ म तपाईँलाई टोक्छु भन्छ। यो कति खाएको के फेन्टा सबै खाए त लास्ट बाइट मैले खाएको थिएँ। अनि त्यही भएर नाइमाले देखेर मलाई टोको 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 टोको। अब चाहिँ हामी बाहिरिँदैछौँ। भाटबडी भन्नु हात्तीवनबाट। दुईजना चाहिँ तल पर चल्दैछ।
त त्यही भनेको अरू अब चाहिँ हामी फाइनल्ली हात्तीवन हाइकिङ गरेर हामी फर्किँदैछौँ। गेटैमा अब आउट निस्किएको हो, आउटिङ भएको अघि इन भयौँ। अब तलतिर आउँदैछौँ हाम्रो नानी बाबुहरू। अब हामी ट्याक्कसँगले गएर इँटा भट्टामा भेट हुन्छौँ तपाईँहरूसँग। ल अहिले चाहिँ हामी यहाँ हात्तीवनबाट चाहिँ बाई बाई भयौँ। हाइकिङ पनि यस्तो हुन्छ, मैले आधी बाटो बोकेर ल्याउनु पर्ने अरे बाटोमा। इँटा भट्टा पनि नपस्ने अरे, गलो अरे। हामी अब एकैचोटि घर बिहानदेखि गलेको नि इँटा भट्टा पनि नपस्ने अरे, गएर मैले यसरी बोक्नु परेको छ। दही भयो लानुपर्छ यिनीहरूलाई, त्यहाँ अलिक घुमाएर